मम्मीसँग अनि जङ्गलमा अनि यहाँबाट यस्तो हाम्रो गाउँको खोला छ क्या यहाँ अनि मैले चाहिँ देखाएको गाउँको खोला अनि हाम्रो गाउँको भ्यू हो यो अनि यहाँ चाहिँ कस्तो मजाको हावा आउँछ क्या अनि आज चाहिँ लक्ष्मी पूजा हो अनि कुकुर तिहार हो लक्ष्मी पूजाको लक्ष्मी तिहारको शुभकामना सबैजनालाई जाँदै हुनुहुन्छ हाम्रो जङ्गल अनि खोला यहाँ तल केरा भएको ठाउँमा हाम्रो बारी पनि छ तर त्यहाँ हामीले केरा रोपेको छौँ हामी चाहिँ फेरि जाँदैछौँ अझै लगभग 1 घन्टा चाहिँ हिँड्ने मलाई मम्मी अहिलेसम्म घामले बुढी मान्छे मम्मी पनि टमाटर पनि रहेछ भएकोमा अनि नखोज्ने हाम्रो मम्मी यस्तो ज्ञानी हुनुहुन्छ एउटा खोज्ने कि भनेको नखोज्ने कस्तो मजाले फलेको यहाँ पानी लगाइदिइराखेर होला तलदेखि बोक्नु अब अस्ति उता यतै थियो नि पानी थिएन यो मेरो बारी ममको बारी तपाईँको धेरै गयौँ घर मैले चाहिँ अनि फुलको माला पनि अब लगाइछु कालो कालो यस्तो लगाएको थियो अनि अब चाहिँ म के गर्न लागेको भने नि रङ्गवली बनाउनु लागेको रातपरि हाम्रो भ्याङ पनि पनि अरू पनि कामहरू थियो कि अनि त्यसपछि अब रङ्गवली कस्तो मैले त्यही मोबाइल हेरेको मोबाइल ट्राई गर्नु हाल त के ठुलो हुन्छ नि त्यो राम्रो खान्छ सानो पनि ठुलो हुन्छ हजुरले त भोलि पूजा गर्ने यहाँ छ नि यहाँ मैदा ल्याइदिएर ल्याइदिउँ ल अनि मैले चाहिँ सानो बनाउनु लागेको छु कि मेरो रङ्गवली अहिले मलाई कस्तो हुन्छ थाहा पनि छैन मैले आउँदैन पनि हाम्रो रङ चाहिँ नि कहिले कुन तिहारतिर भयो क्या अनि त्यो खासै हुन्छ हुँदैन नि अघि माथि भन्नु नि अझैतिर बस्दै यहाँ काम त राम्रो खुट्टा दुखेर खुट्टा हेर्ने यस्तो भएको छ रमाइलो भयो लास्ट को भोलिदेखि त खोइ के पो छ भन्थ्यो ओइ भन्छ म भाम चाउन सक्दैन कति छ एउटा दुईटा देखेर कति खा भाइ कति खा राम्रै पनि सबैभन्दा बिग्रेको चाहिँ यो होस् अब केही गर्नु पर्यो के गर्नु त पाइला सुसु बनाउँदै एकछिन अब यहाँ के नगर्नु त अब बत्ती बाल्दैन नि बत्ती सुरु त दियोमा तेल लाउँछ म वहाँबाट सुरु यहाँ बिचमा एउटा कसै डल्लो बनाउनु के भाबी दिन्छ दियो राख्नलाई के को डल्लो यहाँ दियो के सेतोको केमा उगाएर त्यसो लाउने त्यो यो भोलि अझै बेलुका यसो बनाइदिनु पर्ला सानो कचौडा बोकेर यत्रो यस्तो निक्लिदिउँ नपुग्ने भएको
के पोखेको त बुटुको त दोरान दोरान हामी पड्का पनि लागेको साथीहरू उता त्यो मेरो रङ हाल्थ्यो चाहिँ नगर है अलिक उता गर त त्यो लुगामा जान्छ कि अलिक यता फालिदेऊ है हाम्रो तिहारको फाइनल लुक चाहिँ यस्तो भएको छ म चाहिँ रेडी भएँ जामा लगाएँ मैले मम्मी पनि रेडी हुँदै हुनुहुन्छ अब पूजा गर्छ मम्मी पनि अनि मान्छेले देखेकै मलाई हजुर पढेको तिहारै रमाइलो यता हामीले दियो चाहिँ बालेको किनभने यो दियो नबाले के गर्नु हुँदैन मम्मी हाम्रो लाइस हाम्रो काँक्रो रहेछ है काँक्रो चाहिँ हटाउनु है फेरि काँक्रो त किन पुज्नु ल है हाम्रो भाँडाकुँडा यस्तो छ त्यो कलर ठिक नपारे केही कार्यक्रम केहीको सुरु हुँदैन क्या जे गर्नु अनि हाम्रो फुलहरू यहाँ छ ए बाहिर पनि फुलहरू राख्नु पर्छ मम्मी च्यात्नु पर्दैन अलिकति तपाईँ एउटा अनि जय जय लक्ष्मी माता अब के भन्नु मलाई गीत गाउन आउँदैन त्यही पनि लक्ष्मी माताले के गर्नु नि मम्मी सबैको रक्षा गर्नु आई होप बोल लाउने आज लागेर हाल्यो त भनेको थिएँ अब हिँड्नु बाहिरतिर बत्ती बाल्नु पहिला वरिपरि बाल्नु अनि मात्रै प्याज बिचमा हालेर भिडियो गर्नुपर्छ लाइटर मैले बोकिसकेँ आउनु न तपाईँ के हजुर यो बिग्रियो अलिक ठुलो बनाउनु तपाईँ अनि हाम्रो सबै गर्दा यस्तो भयो साथीहरू ह्याप्पी लक्ष्मी पूजा ह्याप्पी लक्ष्मी पूजा अब चाहिँ हामी पूजा गर्न लाग्यौँ द्याट्स हाम्रो पूजा ल लक्ष्मी पूजा फेरि पनि अन्तिम शुभकामना हामी पूजा गर्छौँ ल हाम्रो भिडियो खासै हुँदैन होला ह्याप्पी लक्ष्मी पूजा म पनि भन्नु ह्याप्पी लक्ष्मी तिहार भन्नु अनि ह्याप्पी लक्ष्मी तिहार सबैजनालाई ह्याप्पी लक्ष्मी तिहार अनि हाम्रो त्यस्तै भयो हामी खासै ठुलो गरिदिनु पर्ने पनि अनि त्यो लागि हुन्छ कि लक्ष्मी पैसा दिनु पर्दैन आज मम्मीले मलाई टिका लगाइदिनुहुन्छ यसो रोपेको ह्याप्पी लक्ष्मी तिहार फेरि पनि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा ह्याप्पी तिहारको शुभकामना ह्याप्पी लक्ष्मी तिहार